यति सजिलो गरी देखाइरहेछ कि बिगमनले बेचेको भनेर, तर हामी कहिले हेरिरहने छैन। यो क्यान्डल आएपछि र्याली आउन सकेछ। यो क्यान्डलको माथि सेलिङ देखेपछि र्याली आउन सकेछ। यो त हरियो क्यान्डल हो नि, बाइङ क्यान्डल हो नि। उसले हामीलाई झुक्काइरहेछ। यो क्यान्डल आउने बित्तिकै प्राइस यो रेन्जभित्रै बसिरहेछ। बिगमनले कसरी सेल गर्दो रहेछ त भन्ने कुरा भयो। अब यो प्राइस झऱ्यो भने कहाँसम्म आउन सक्छ त? यो एउटा हाम्रो लागि सपोर्टको एरिया भयो है। एन्ड देन यो एउटा हाम्रो लागि सपोर्टको एरिया भयो है। यो एरिया टेस्ट हुन सक्ने चान्सेस एकदम हाई छ मन्थलीको सिनारियोमा। विकली टाइम फ्रेममा केही बाइङ प्रेसरहरू देखिरहेछ है। तर यो बाइङ प्रेसर भनेको अहिलेको लागि एक्जिट अपर्च्युनिटी हुनसक्छ। हजुरहरूले यो क्यान्डलको लो जुन 1500 को लो छ, यसलाई एज अ हजुरको स्टप लस पनि लिन सक्नुहुन्छ, अथवा प्राइस माथि गइरहेको बेलामा हजुर यसबाट एक्जिट पनि हुन सक्नुहुन्छ। किनकि यो माथिको स्विङ कहिलेसम्म भ्यालिड हो भन्दा जस्ट यो हरियो क्यान्डलको लो ब्रेक नहुँदासम्म मात्रै हो। यदि यो हरियो क्यान्डलको लो ब्रेक हुन्छ भने हामी यहाँबाट तलको र्याली स्टार्ट भएको देख्न सक्छौँ। र बाइङको लागि हजुरले यो सपोर्टको एरिया अर मन्थली एरिया हेरेर बाई गर्न सक्नुहुन्छ।